बसमा जाँदैछौँ हामी अब कता जाँदैछौँ है कता होला 8-9 ठाउँ घुमाउन लान्छु भनेर चाहिँ एउटा ठाउँ घुमेर आएँ मामा दुईटा घुम्यो 8 डाँडा क्या 800 रुपियाँमा 8 ठाउँ घुम्नु पाएको हो नि त हो नि एकदम सस्तो पऱ्यो गाइस आउँदाखेरि हामी जुन होटलमा बस्छौँ त्यसमै बस्नु होला दामी छ पुरै लेक साइड भ्यू ताल पुरै देखिने कोठाबाट बाल्कनी भएको ब्रेकफास्ट पनि गराउने 2 दिनको 5,000 रे सस्तो परेको थियो राम्रो छ तर बस कोठामै पुरा लिनु आउँछ कोठामै पुऱ्याइन्छ भरे यसरी 5:30 बजी पुऱ्याइदिन्छ भन्दा अनि नेपाली रेस्टुरेन्टहरू पनि नजिकै रहेछ अरू खानेकुरा खानु मन लाग्यो अरे के भन्छ अरे तर त्यहाँ चाहिँ ब्रेकफास्ट मात्रै हुँदो रहेछ लन्चहरू चाहिँ बाहिर खानुपर्ने रहेछ त्यही ठिक हो किनकि को चाहिँ बसेर खान्छ र घुम्न आउने मान्छेहरू बाहिर खान्छ नि त नि अब हामी खै कहाँ पुग्छौँ पुगेर त्यहाँको देखाउँछु फेरि कहाँ हो अरे यो यसरी मलाई चाहिँ माल ठेल्दै हुनुहुन्छ फुम्दी शिव मन्दिर ओकर गर्मी फुम्दीकोट आइपुगेछौँ गाइस शिवजीको स्ट्याचु भएको ठाउँ यो चाहिँ नयाँ बनेको हो भन्दै थियो के हो त्यो के हो भन्दा सिस्मल ड्रिम सिटी हो त्यो यो चाहिँ ड्रिम सिटी हो गाइस नजाने भइसक्यो पछि छोराछोरी भइसक्यो कहिले त्यति बेला तपाईँले फेरि तपाईँ बुढी भइसक्यो नखेल्नु भन्नुहुन्छ मलाई मेरो गाडी कहाँ अगाडि हिँड्ने डढेर कालो हुन्छ कि निलो हुन्छ मान्छे हुन्छ गाइज यसरी हाते चाहिँ समाउनु कस्तो देख्यो चस्मा लगाउनु न हामी चाहिँ मर्नु मात्रै बाँकी छ भर्खर तेस्रो ठाउँ डुलिँदैछ अझै 5वटा ठाउँ बाँकी छ मर्ने बेला हुनु लाग्यो फुम्दीकोटहरू यो नयाँ बनेको म चाहिँ उल्टो हिँड्नु पर्छ के हो माया उल्टो हिँड थाकिसक्यो उल्टो रिकभर हुन्छ कि यसरी हिँड्नु त खोइ कता हो भरे लडे के छ त बिहे भइसक्यो मरेन हुन्छ के बोलेको हौ ए होइन के हो यो होटेल दारू दामारू हो के को दारू हो डमरू होला है डमरू त बत्दै छ शिवजीको त्यही शिवजीको ठाउँमा दारू त के हुन्छ त्रिनेत्र शिवजीको यहाँ चिया खानु चाहिँ माया चिया पचाउँछ हो दामी छ सागोमा पो चिया र उयो खानुपर्छ क्या ओ यही हो कि माया थियो फुम्दी कि के थियो नि एउटा फुल फलेको यही हो यो होला कि भन्छ नि होइन फुम्दी टार्केहरूको नि के भन्ने म यहाँ गाडामा ढोक्छु आँखा पोलेर केही छैन पसिनाले
सनस्क्रिन बगेर हो कि गाजल बगेर हो कि के हो हामी त ओभर उ भइसक्यौँ यहाँ हेर्नु होला भ्यू कस्तो राम्रो वाउ यहाँ आज कि बिहान कि साँझ पख माया त कहाँ जोइन भयो ओ माया हाई गरिदिनु त हाई कहाँ भ्याइदिएर आएको कहाँ भ्याएर अन्त न त अनि खाने यस्तो गरेँ नखाने चिया त चिसो लस यस्तो खाने चिसो के पाइन्छ कुकुर रस कम्बिनेसनै मिल्दैन क्या म खान्न चिसोको 100 को एउटा मात्र मगाउनु म खान्न यो कति ग्लास हो त्यो 100 रुपैयाँ ग्लास हो त्यही एक ग्लास मात्र मगाउनु म खान्न फ्रुटी एक्सट्रिम रेड बुल बबल टी चाहिँ कसले खान्छ अहिले चुप्लाएर त्यो जुस मात्र मगाउनु अरू केही खान्न किन सोध्ने नमगाइदिने भए भनेर आउनु न तपाईँ भ्यानिला छैन भने कफीमा मागा नसक्नु छ त्यहाँ स्टार हेर्नु कस्तो नाटक पार्छ के हो कि त्यो हिँडेको तपाईँ चाहिँ सिधा हिँड्नु न कस्तो तपाईँ भुटी फर्काएर हिँड्नुहुन्छ हौ भनेपछि तपाईँ अगाडि चाहिँ पातले हुनुहुन्थ्यो त्यस्तै लाग्दैछ मलाई तल झर्ने बेला त एकैछिनमा पुग्छु मलाई 1 घन्टामा आइपुग भने होइन उनीहरूले आधी घन्टा बाँकी छ अब एकछिन आरामसित बस्नु भित्र स्यान्डो लाएर साह्रै राम्रो काम गरेछ किन अन्त सबै भिज्छ नि यो सर्ट त अनि मेरो साइड ब्याग बोकेर हिरो हुनुभयो है तपाईँ पैसा भएको ब्याग रहर लागेको छ कि मलाई बोक्नुको लागि तपाईँको भनिहाल्छु त्यहाँ मान्छे त यस्तो छ भन्नु नि फेरि क्या यस्तो तागत आउँछ नि गरी महिनामा खाने यस्तोहरू हो क्या यहाँ कुकुरहरू देखाउनु त माया के साह्रो गुलियो मेरो पुटो के गर्दै होला यार माया दिमाग खराब भयो यार के खाएको माया बबल टी खाना आउनु गाइस हाम्रो चाहिँ चोइसै मिल्दैन कि उहाँ खानुहुन्छ फ्रेस जुस म त यस्तैहरू हेल्दी म खान्छु अनहेल्दी त्यो त हामीलाई हेरेर थाहा पाउनु भयो होला हेल्दी र अनहेल्दी मा एकदम अर्ग्यानिक चिजहरू खानुहुन्छ जस्तै यो कुखुराबाट बनेको गाउँबाट बनेको कोदोबाट बनेको हामी जाँदैछौँ शान्ति स्तूपा त्यहाँ भोट भिडियो मनाइ छ अरे माया अहिले नगर्ने मार्छु म तपाईँलाई फोन खोज्यो भने तपाईँ कहिले खिच्नु पछाडि फुटे फरक पर्दैन त्यसको पाउले किनिदिएको थियो अनि नखिच भन्दा किन खिच्ने त नि टाढोबाट मात्र खिच्ने क्या अनि मेमोरिज बोकेर जाने तपाईँ त्यस्तै हुन्छ लास्ट टाइम त हामीले खिचेको थियौँ कलेजमा आउँदाखेरि त्यति बेला अर्कै थियो होला नि त यस्तो दामी देख्यो क्या कति ठुलो ढुङ्गा हो त कहाँबाट देख्छ यहाँ होटल मैले त्यस्तै लाग्दैछ मलाई
बडा प्याराडाइज सिक्यो भने तपाईँहरूलाई पठाइन्छ भनिदिन्छु भन्नु के अरे यता हेरेर भन्नु त फेरि यहाँ सबै सारा जनताले जान्न पर्यो नि यस्तो आन्टीको फोटो खिचिदिएको भर्खरै हामीले चाहिँ गाइज होइन मैले खिचिदिएको त्यो आन्टीले चाहिँ अहिले नम्बर दिन्छु वाट्सएप गरिदिनु भन्दै थियो अनि मैले चाहिँ छोरीको नम्बर पठाइदिनु छोरीलाई पठाइदिन्छु भनेको छोरीको नम्बर पठाइदिन्छु भनेको नयाँ रिसर्च अब यस्तो भन्दा भनेको धर्म गर्ने त चलन नै छ यसो कसैलाई हेल्प गरौँ भनेको चाहन्छ दुईजनाकै हेल्प गर्ने कस्तो साह्रो डाँडा काँडा रहेछ हौ भरेङै भरे आज त मरेर रहेछ भरे खुट्टा दुखेर साइकल हिँड्नु परेको थिएन हेर है उताबाट जुन पार्किङमा झर्नु भन्यो नि त्यतैबाट ल्याएको थियो हस्पिटल डाइरेक्ट साइक्लिङमा गरिन्छ होला त माया यो तालले भरेमा 1 घन्टा घरमा मालिस गरिदिइहाल्छु नि मैले खुट्टामा तपाईँलाई म गरिदिन्छु म त स्पा जान्छु के मोनाकले छोडेर जानु तपाईँ स्पा यस्तो रहेछ माया तपाईँले त माया नि गर्नुहुन्न क्या जानु क्या तपाईँ उता खोइ त अघि नै किन्नु नकिन्नु यो मान्छेले पनि किन्नु भन्छ किनिदिन्छु भन्छ फेरि किनिदिन्न कसम ल बोकाए गाइस मलाई यस्तो भरेङमा मायाले बोक्नु भएको झन्डै मायाको ढाड खुस्क्यो सधैँ च्यात्छु कि झन्डै हग्यो मैले काँक्रा खाइदिउँ खाऊँ न त हो झप्पै दुईवटा चिरा दिनु खाना खानु पर्ने फेरि अहिले अब गएर तलहरू दुईवटा बिहानै खाजाको त्यहाँ अलिक शीतल हुन्छ काँक्रा खाएर चट्ट दुईवटा चिरा पाएर मालदाई बनाउँदा ओ माने पे मैं हूँ सरको हिँडाइ खतरा छ क्या फेरि सरको हिँडाइ खतरा छ क्या फेरि खोइ कहाँ कहाँ अरे चिन्दिनँ म कस्तो राम्रो बगमबेली फुलेको रहेछ आइपुग्यो अब फोन भिडियो खिच्नु पाइँदैन यो हो बुद्धको स्तूपा के भन्छ त्यसलाई कस्तो राम्रो राम्रो फुलहरू फुलेको रहेछ यहाँ चाहिँ मायाको फेरि आफ्नै पारा छ यहाँनिर भिडियो नखिच्नु भन्छु झन् सुन्ने गरी भन्ने क्या फेरि वन्नेरी गरे जस्तो दुईचोटि वार्निङ भयो तपाईँलाई हेरेँ क्या फेरि भिडियो 3चोटि वार्निङ भयो यही हो गाइज पोखरा इन्टरनेसनल एयरपोर्ट यही हो त केपी ब्याहरू लगायत कति अर्बको घोटाला भएको पैसा खाएको भनेको यही हो खै फाइलै अहिले त न्युजमा त फाइलै हरायो भन्छ यहाँको कागज पत्रको फाइलै छैन फाइलै हराएको छ भन्दैछ नि त यिनीहरू नेताहरूले ल हेर्नु होला यो टोपी मेरो मायाले किनिदिनु भएको भर्खर मैले नकिन्नु पर्दैन भनेको है तर साँच्चै नै अब त्यसै मैले कहिले गरेँ त्यस्तो मैले नकिन्नु भनेको आज भोलि लाउनलाई नि किन किन्नु पर्यो भनेको किन कि किन के गर्नु परेन अरे राम्रो देखिनु परेन बस्दा पर्यो यतैबाट हो जाने त ठिक छ आज र भोलि लाउने अनि काठमाडौँ लिएर जाने
भरे साइक्लिङ जाँदा लाउनुपर्छ है माया तपाईँले लाउनु पर्छ नि त यस्तै खालको अर्को मैले किनिदिनु पर्ने म त गरिब छु माया केही छैन मसँग किनिदिनुलाई किनिदिन्छु क्या म तपाईँलाई किन टेन्सन लिनुभयो भोग लाग्यो अब त माया साँच्चै नै टिकट काउन्टर सेते दुध गङ्गा कस्तो राम्रो फुल फुल्या रहेछ त्यसमा लाउनु कस्तो शीतल भयो यतातिर त हो पकड्न त म यता अगाडि अगाडि जान्छु मेरो भिडियो माथि हिमालयबाट आएको अरे यो पानी चाहिँ ए यहाँ हामी आएको थियौँ माया केटाहरूलाई याद आइहाल्यो यो फुल पनि याद आइहाल्यो अरे केटाहरूलाई यहाँ फोटो खिच्ने क्या माया हामीले यहाँ बसेर कता चढ्थ्यो यता चढेको थियौँ क्या हामी ठ्याक्कै यतिखेर फुल फलेको थियो केटाहरूलाई याद आउँछ तर यो देखाउने बित्तिकै हामी यहाँ चाहिँ यहाँ आएको थियौँ तर म्युजियम चाहिँ यो म्युजियम त होइन होला हामी त माथि सगरमाथाहरू चढेको मान्छेहरूको त्यो पासाङ लामु शेर्पाहरूको उनीहरूको म्युजियम लगेको थियो क्या तर यो त गोर्खाको म्युजियम थियो कि यो त नयाँ ठाउँ माया टोपी किनिदिएको गाइज कस्तो छ मेरो मायाको नयाँ टोपी सेती नदी आइसकेको छौँ गाइज अगाडि अगाडि डाइरेक्ट यो सेती खोलाबाट सेती नदी सोरुम टनेल जाने हो क्या उतै हिँड्नु आउने माया कस्तो पुगेको छ गाइज खतरा पछाडि नजानु धेरै तपाईँ खिचिदिन्छु ल म यताबाट हान्न थाल्छु तपाईँ निस्किन्छु मसँग पनि अहिले नाटक नपर्ने धेरै तपाईँ अनेक अनेक यताबाट हिँड्नु तपाईँ खतरा देख्दो रहेछ तर है ल यता हेर्नु त फोटो पनि यहीँबाट खिचिदिन्छु भिडियो के गर्नु लानु भा सेती रिभर चाहिँ यही हो रहेछ कति गहिरो छ होला है यो खतरा गहिरो छ होला है यहाँ त टनेल त बनाएको त यिनीहरूले अब सानो होला उता खोला आउँदै यो त हातले त बनाएको यिनीहरूले टनेल त सक्छ त कसैले सक्दैन नि फेरि ल हाफमा फोटो खिचिदिन्छु माया र म हिँडेको गाइस खै कता हो माया तपाईँ त मेरो टोपीले छोपिनु हुँदो रहेछ त अनि छि नछुनु क्या त्यस्तो पानी नछुनु क्या फोहोर भयो के गर समुद्र यो हिमालय
बाहिरबाट आएको प्यान्ट्सहरू पाउनु त भाग्य भाग्य भएको यहाँबाट फोटो खिच्नुको लागि भनेर म कहाँ गएर लिएर आएको छ मायापुर सेती नदीमा हामी फालेर लिएर आएको तरेर नाटक नपर्नु धेरै बाउ गर्दैछ छिटो पोस्दिन चस्मा लाउनु घामले कस्तो भइसक्यो हामी त